हाई भियर्स, हामी चाहिँ अहिले भेडेटार प्रवेश गर्दैछौँ। वेलकम टु भेडेटार भनेर हामीलाई स्वागत गर्नुभएको छ। हामी पनि जाँदैछौँ। अहिले चाहिँ मेन गेटमा चाहिँ बाटो बनाइराख्नु भएको कारणले गर्दा हामी चाहिँ हिँड्नुपर्ने स्थिति छ। नो प्रब्लम है। अनि यहाँबाट चाहिँ सायद गाउँतिर जाने बाटो होला होइन। यता चाहिँ रहेछ है मन्दिर जाने बाटो। सानो हेर्नुहोस् यहाँ माथि पनि लेखिरहेछ, कन्फ्युज नहुनु होला है। यो बाटो चाहिँ पुग्छ पाखिभरा मन्दिर। अनि हिँड्दा हिँड्दा होइन बिच बाटोमा चाहिँ हामी बाटोको बिचमा चाहिँ एउटा रुखमुनि चाहिँ यस्तो ढुङ्गाहरू पुरा मिलाएर राख्नुभएको रहेछ क्या। अनि अब किन मिलायो, यसको मिलाउनुको अर्थ के हो त्यो चाहिँ थाहा भएन होइन। त्यही पनि मैले पनि मिलाएँ होइन। एउटा कतिवटा 6वटा ढुङ्गा राखेर मिलाएँ अनि विस पनि गरेँ है। तर मैले के विस गरेर आएर बिर्सेँ मैले क्या। अनि यहाँ पर बस्नु पऱ्यो भने त्यहाँ एउटा वाबु देखेँ क्या। अनि यसो हेर्दै गएको त राईको समाधि रहेछ क्या। मृतकको नाममा यो बनाउनु भएको रहेछ क्या। अनि यो पाथिभरा प्रवेशद्वारदेखि चाहिँ यता राइट साइडमा रहेको यो घन्टीहरू भयो होइन। यतापट्टि चाहिँ देवी देवताहरू ढुङ्गाहरू नै छ। तर अब के को नामहरू दिएको रहेछ क्या। अब कतिवटा लामो नै पूजा गर्दै गर्दै सबैलाई ढोक्दै भनौँ न। अनि गइसकेपछि चाहिँ यहाँ एउटा सानो भर्याङ छ, त्यहाँबाट माथि चढेका मेन पाथिभरा मन्दिरको परिसर। अनि यता साइडमा रहेको मन्दिरमा सुरुमा जानुपर्ने रहेछ है। अनि यहाँ चाहिँ देवीहरूको रहेछ, सरस्वती माता, लक्ष्मी माता अनि यो किरातहरूको पनि रहेछ। अनि यतापट्टि चाहिँ फेरि पाथिभरा माताको मेन रहेछ यो चाहिँ। अनि यहाँभित्र छिरेर पाथिभरा देवीको पूजा गर्यो होइन, ढोग्यो, विस गर्यो। अनि त्यसपछि यहाँ बालेको दियोहरू चाहिँ यता बाहिरपट्टि एउटा साइड छ क्या, त्यो ढुङ्गाहरू राखेको छेउमा यहाँनिर बालिदियो दियोहरू चाहिँ। अनि यतापट्टि तल अलिकति तल स्टेप झरेर चाहिँ यहाँनिर चाहिँ फेरि बरपिपलको रुख छ। अनि यहाँ पनि पूजा गरेर चाहिँ अर्कोपट्टि जानुपर्छ है। पाथिभरा माताको पूजा गरिसकेपछि यता माथि चाहिँ हलेसी महादेवको मन्दिर छ नि त, त्यहाँ गएर चाहिँ धुप अक्षता दियो बालेर पूजा गर्ने। त्यसपछि बल्ल पाथिभरा मन्दिर आएको पूर्ण हुन्छ है।